गुड इभिनिङ र साथै आज चाहिँ है म यहाँनिर चाहिँ अब गुलाब जामुन बनाउन गइरहेको छु र साथै यो गुलाब जामुनमा चाहिँ है यहाँनिर चाहिँ अहिले हामीले चाहिँ यसमा अलैँची पनि लगाइसक्यौँ है छोटा अलैँची लगाएर एकदम तगडा बनाइसक्यो है यसलाई मोलेर एकदम रेडी छ है त्यो त अब अलैँची लगाएर देखाउनु पाएन साथै दुध लगाएर बढिया चाहिँ एकदम है बनाएर चाहिँ टक्कै बनाउने है हल्का पानी हाल्नुपर्छ त्यहाँदेखि दादा दुध मात्रै हाल्नु होला है दादा उयो हाल्नु पर्दैन होला पानी हाल्नु पर्दैन होला है यसमा चाहिँ तपाईँको चाहिँ आधा किलोमा चाहिँ 100 पिस देखाएको छ है यहाँनिर चाहिँ हो र म त्यही आज यहाँ बनाउनु गइरहेको छु आउँछ पानी नहाल्नु है अलिक हाल्नु अलिक दादा अलिक हाल्नुपर्छ दुध छैन पानी हो दादा दुध मात्रै हालिन्छ दामी हुनु पर्ने त अन्त यसमा त पानी पनि दिएछ बस 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 अब चाहिँ भयो नि त तकडा भयो नि चाहिँ अब चाहिँ यो चाहिँ गुलाब जामुन है अब यो चाहिँ यसको लागि त राखेको थिएँ मैले थप्नु भनेर यो चाहिँ अब किलो किलो होइन दुध र पानी अब यसो यहाँ पानी पनि बेल्दैछ देखाइदिनु नि के बेल्दैछ आज के बनाउँदैछ एकदम आजको नाइटको डिनर मामा घुमाइदिनुहोस् त एकदम बढिया है आपाले के बेल्नु हुँदैछ हो र गाइस सो अनि हामी चाहिँ यहाँनिर आज फेरि सबैजना विक भएको छ भनेर चाहिँ चिकन मोमो अनि प्लस अब यो रसदाना बनाउँदैछु रसदाना खाएर चाहिँ एकदम मेरो बुढीलाई चाहिँ एकदम कुदाउने अब ग्राउन्डमा दादा अलिक दुध बेसी भएछ है र यसको लागि चाहिँ हामीले अब है उयो मसलाहरू देखाइदिनुहोस् रसदानाको लागि पानीहरू रेडी हुँदैछ है दादा र गाइज अब चाहिँ लगभग है यहाँ रेडी भइसकेको छ है अब यसको लागि चाहिँ तेलमा एकदम सुई हाल्नु पऱ्यो है एकदम हातमा चाहिँ घी लगाएर डलाउनु पर्ने हो अनि त्यहाँदेखि मजाले बनाएर चाहिँ त्यहाँदेखि चाहिँ आज चाहिँ त्यहाँदेखि हामी पास राखेर चाहिँ हामी यो पर्सीको लागि बनाएको गाइज हेर्नु सक्नुहुन्छ है यसरी आँटा सेम हो यो है बस अब कस्तो लाग्यो तपाईँलाई कस्तो लाग्यो अब आँटा मिसिस होइन देख्नु हुँदै होला है अब यसलाई चाहिँ एकछिन अब यहाँ हाल्नुहोस् टक्कै पास राखेर है अब यसलाई राख्नुपर्छ जति सफ्ट हुन्छ जति चलायो उति सफ्ट राम्रो खानेमा मजा गुलाब जल हिन्दीमा भन्छ है गुलाब जलै भन्छ होइन के भन्छ ए गुलाब जामुन हामी नेपालीबाट भन्छ रसगुल्ला कि हिन्दीबाट रसगुल्ला हो म त कन्फ्युजन छु है र सो गाइस म तपाईँहरूलाई बनाएर देखाउँदैछु है र ओके थ्याङ्क यू मुझे एकदम से मना कर देना गलत था हाँ मैंने तो था लेकिन इसे ये भी पता चलता है कि वो अच्छा इंसान है गलत फायदा नहीं उठाना चाहता उसको अपने लिए अच्छी गलती चुनती है वो मुझे बहुत अच्छे से समझता है माने के भयो ल हाम्रो चाहिँ पाक्दैछ यहाँनिर रसगुल्ला र गाइस हामीले चाहिँ एकदम यहाँनिर रसगुल्ला एकदम है बनाएर सकिसक्यौँ।
अब चाहिँ एकदमै हेर्न सक्नुहुन्छ एकदम रेडी छ है। अब यो मेरो अब भोलि पर्सीको लागि पर्सी बिहानको लागि है एकदम रेडी बनाइदिनु सक्नुहुन्छ है रेडी छ गाइस। थ्याङ्क यू सो मच। हेरिदिनुहोस् होला अनि लाइकहरू सेयरहरू गरिदिनुहोस् होला कमेन्ट्सहरू गरिदिनुहोस् होला। ओके हजुर गुड नाइट।